यो एउटा धागो ग्लोरी, अर्को धागो ग्रेस। मेरो दुईजना छोरीहरू कस्तो राम्रो छोरीहरू छन् है। मलाई विश्वास छ मेरो छोरीहरू दुवैजना उति नै इन्टेलिजेन्ट, उति नै ब्युटिफुल। कस्तो लाग्छ आफूलाई? हजुरलाई? हजुर। कस्तो मुस्कानै छैन त नि। ओके, एनिवे यो दुईटै धागोहरू चाहिँ मेरो छोरीहरू है। बाबा आमा, म बाबाको रूपमा मलाई विश्वास छ यो मेरो छोरीहरू बलियो छन्। हाम्रो बीचको विश्वास अत्यन्तै बलियो छ। बाबा आमाले छोरीहरू दुवै छोरीहरू प्रति ठुलो विश्वास छ है। र यो चाहिँ विश्वासको डोरी हो। के को डोरी? हेर्नुहोस् है, विश्वासको डोरी। प्रत्येक बाबा आमाको छोराछोरीप्रति ठुलो विश्वास हुन्छ। अनि समाउनुहोस् त, दुवैजनाले समाउनुहोस् त है। अब यो एउटा विश्वास छ। त्यो विश्वासलाई कहिलेकाहीँ के हुन्छ भन्दाखेरि बाबुआमाले कराउनुहुन्छ, रिसाउनुहुन्छ, राम्रैको लागि जस्तो लाग्छ होइन र? त्यति बेलाको अवस्थामा काहीँ कतै केही काम गर्नु पऱ्यो भने होइन, तपाईँहरूले सानो कुरा भने कहिलेकाहीँ ढाँट्नु हो भने के हुन्छ थाहा छ? म फलाना ठाउँमा जान्छु है भन्दै गर्दा अर्कै ठाउँ जाँदाखेरि कस्तोमा अलिकति भए पनि विश्वास घट्छ, छोट्यो। फेरि समाउनुहोस्। तपाईँमाथि एकदमै विश्वास लाग्छ, पढाइ राम्रो गर्नुहुन्छ, पढिरहनु भएको छ होला भनौँ। फेरि तपाईँहरूले चाहिँ हो बाबा मम्मी हामी पढिरहेका छौँ होइन भनेर फेरि अरू कामहरू गर्नुहुन्छ, मोबाइल चलाएर होइन। पढाइतिर भन्दा पनि अरू कामतिर चाहिँ तपाईँहरू लागि पर्नु भने त्यो पनि अलिकति विश्वास टुट्छ। तपाईँहरू कस्तो ज्ञानी हुनुहुन्छ भनेर हामीले चाहिँ विश्वास गरेका हुन्छौँ। मेरा छोराछोरीले कहिल्यै पनि ढाँट्दैनन्, कहिल्यै पनि झुट बोल्दैनन् भन्ने लाग्छ। तर कुनै दिन झुट बोलेको थाहा भयो भने फेरि अलिकति भए पनि त्यो विश्वास टुट्छ। त्यस्तै फेरि होइन, अब त विश्वास हुन्छ नि बाबा आमाको होइन छोराछोरीप्रति। अनि बाबाले पनि मम्मीले पनि कति माया गर्नुहुन्छ। अगाडि जेसुकै भए तापनि अब बाँकी रहेको समय चाहिँ छोराछोरीले राम्ररी विश्वासका साथ काम गर्छन्, राम्ररी पढ्छन्, ठुलो मान्छे हुन्छन्, कहिल्यै पनि झुट बोल्दैनन्, बाबा आमालाई कहिल्यै पनि दुःख दिँदैनन् भन्ने एउटा विश्वास हुन्छ। तर फेरि के काम गर्न पठाएको अन्ततिर लाग्यो भने फेरि विश्वास टुट्छ। त्यसो हुँदाहुँदै होइन अब त अलिअलि रहेको विश्वास बाबा आमाको जो छोराछोरीप्रति छ अब त त्यान्द्रो मात्रै रहेको छ। र पनि बाबा आमाको मन त हो पुरा विश्वास गरिहाल्नुहुन्छ। तर पनि फेरि के या त्यो नाउँमा तपाईँहरूले विश्वास तोडिदिइहाल्नुहुन्छ। यी सबै विश्वासहरू टुक्रिँदै मेरो दुवैजना छोरीहरू प्रतिको विश्वास त्यान्द्रोमा मात्रै पनि सीमित रहेन, टुक्रा भए। यसको मतलब हामी प्रत्येक बाबा आमाले छोराछोरीप्रति ठुलो विश्वास गरेका हुन्छौँ। तर त्यो ठुलो विश्वासलाई छोराछोरीले यो या त्यो नाममा उमेरको कारणले, अहिले त जेनजी भन्छन्, इमोसनको कारणले होइन, हर्मोनको कारणले बाबा आमालाई ढाँट्ने, छल्ने अनि आफूभन्दा अग्रजहरू, गुरुहरू उहाँहरूलाई ढाँट्ने, छल्ने गर्दै गर्दा अलिअलि गर्दै विश्वास टुट्छ। जुन ठुलो विश्वास गरेको त्यो अन्त्यमा विश्वास जिरो हुन्छ। अनि न त बाबा आमा खुसी न छोराछोरी खुसी हुन्छन्। तसर्थ जसले यो भिडियो हेरिरहनु भएको छ, विशेष गरी जेनजी भाइ बहिनीहरू र छोराछोरीहरू, विद्यार्थी भाइ बहिनीहरू र ठुलाहरूले पनि आफ्नो विश्वासलाई कायम राख्नुपर्छ। सानोभन्दा सानो विश्वासलाई पनि हामीले कायम राखेर जान सक्यौँ भने हामी ठुला काम गर्न सक्छौँ, जिन्दगीमा सफलता पनि प्राप्त गर्न सक्छौँ। कस्तो लाग्यो? थ्याङ्क यू।